वाट्सएप गाइज के छ सन्चै आएर भने चाहिँ अब गुड मर्निङ है त के छ गाइज फेसबुकमा मात्र होइन टाइम घर परिवारलाई पनि टाइम दिनुहोस् है घर परिवार पनि त्यत्तिकै इम्पोर्टेन्ट छन् जतिको फेसबुक छ गाइज अहिले के छ भने धेरै जस्तो मित्रहरूले फेसबुक 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 भनेर धेरै राति साँझ बिहान धेरै फेसबुकलाई टाइम दिइरहनु भएको छ होइन टाइम दिनुपर्छ टाइम सजेस्ट गर्नुहोस् टाइम सेड्युल मिलाउनुहोस् होइन 2-4 घन्टा फेसबुक चलाए पनि होइन बिहानको समयमा अब कसको कतिखेर टाइमिङ हुन्छ आफ्नो छुट्टीको होइन 1-2 घन्टा चाहिँ फ्यामिलीलाई दिनुपर्छ गाइज है यो मेरो आफ्नो भनाइ हो है तपाईँहरूलाई कस्तो लाग्छ मेरो हिसाबमा चाहिँ फ्यामिलीलाई पनि त्यति नै इम्पोर्टेन्ट ठान्नुपर्छ किनभने अहिले फेसबुकले कन्टेन्ट क्रिएटर अनि प्लस मोनेटाइजेसनको अहिले यो दिइरहेको छ नि त यो भएको भएर के छ भने सबै साथीहरू अहिले धेरै जस्तो फेसबुकमा फोकस गरिरहनु भएको छ त्यस्तो नगर्नुहोस् गाइज साना छोराछोरी होलान् होइन प्लस उनीहरूलाई नि बाबासँग बोल्ने मन लाग्छ होला होइन त्यो भएको भएर अलिअलि फेसबुकलाई भए पनि अलिअलि फ्यामिलीलाई टाइम दिने गर्नुहोस् है त किनभने त्यसो गर्दा हजुरको फ्यामिली पनि खुस अनि हजुर पनि खुसी आफ्नो फ्यामिलीको खुसी नै आफ्नो खुसी गाइज है।